प्यारी आमाले खाना पस्किँदै हुनुहुन्छ। अब खसीको मासु अरे मिठा पान बनाऊ त बनरा सेवाला मिठा पान बनाऊ त बनरा सेवा देखिने रहेछ अनि ल कुवा सर आउनुस् त ल जित बहादुर कार्कीका साइला सर के को गीतै बिर्स्यो अरे अनि हो बाउरे हो सम्झका हो आउरे हो बाउरे हो माझी अमर प्यारे मामा अरे मिठापन बनाऊ त हमारा मामा हो ए यति त पाइयो नि नमस्कार बसन्तको नयाँ घरमा आज पूजा सुरु हुँदैछ डेपोमा नयाँ घर भनौँ डाँडा गाउँ भन्ने गाउँमा नमस्ते भान्जा नमस्ते नमस्ते यता भाउजू नमस्ते कान्छी एकदम टोलाएर बसेको छ नमस्कार मामा कन्टिन्यू एउटा ल बाबु ल बाबु आँखै नदेखिने रहेछ ल कुवा सर आउनुस् त ल ल केसरी नानी कुमार भाइ आउनु केसरी नानी म मागिन यो लिनु नमस्ते दिदी नमस्ते अब सबैभन्दा चिल्लो चाहिँ सेतो लुगा लाउँछ अनि धस्ते हुन्छ क्या फोटो भिडियो नमस्ते है नमस्ते नमस्ते तर लोकेसन राम्रो सुन्तला गाडी छ यता नमस्ते विवेक भाइ नमस्ते त्यस्तो ऊ बोल्दै हुनुहुन्छ र राम्रै बोल्दै हुनु हो ए यति त पाइयो नि नाच नि त ल ढले ढलेमा नाच त
गीतै बिर्स्यो अरे अनि सबै कुरा बोल्दिनै हत्तेरीका साइगिरीमै चत्तेरीका साइगिरीमै आमालाई पल्लारे साइलोले आमालाई पल्लारे साइलोले हत्तेरीका साइगिरीमै चत्तेरीका साइगिरीमै मामा ढाले 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 ए ए ए हमार प्यारे लाला अरे मीठा पान बनाउता बनारसी वाला मीठा पान बनाउता बनारसी वाला मेरो मामा इन्डियन लाउरे हो मेरो मामा इन्डियन लाउरे हो सम्झुका हो आउरे हो बाउरे हो सम्झुका हो आउरे हो बाउरे हो माजी अमर प्यारे मामा अरे मीठा पान बनाऊ त हमारा मामा अरे मीठा पान बनाउता हाम्रा मामा छुट्टी आउँछन् महिना दिन बिराएर छुट्टी आउँछन् महिना दिन बिराएर भरियालाई खोसेली भरियालाई कोसेली बिराएर लालाजी हाम्रो प्यारे मामा मिठा पान बनाउता बनारसी वाला मिठा पान बनाउता बनारसी वाला अरे मिठा पान बनाउता बनारसी वाला यति है यति हो गर्मीको लागि च्यालेन्ज अब 3 जना ढलिसक्यो नि मामा तीन जना ढलिसक्यो नि खसी आयो ल खसी आयो खसी हाम्रो किचन डिपार्ट आयो नि निकालौँ त यहाँनिर त फोन त झिक्नु न यो यहाँ हेर्नु न लौ ए ओ माइ गॉड दाल पुग्छ बर्बाद भएछ नि त नि यो सलाद खसीले गर्दाखेरि खसीको मासु खाने झिक्नु त खसीले गर्दाखेरि खसीको मासु नखानेलाई चाहिँ मार पर्यो हामीलाई ढिलो भयो नि 12 बजेसम्म दुता बाबु निकाल्नु तर सोल्टीको मुस्कान चाहिँ फेरि दामी है यस्तो किल्लर छ क्या सन्तोष चाहिँ होइन मासु यहाँ छ यहाँ खोइ खोइ मासु त त्यसरी हल्ला गरेर देखाएर खाने चिज हो नि सुटुक हामी यहीँ सकाइछौँ सुटुकै अनि खसीको मासु भएको छ है गाइज यहाँ चाहिँ खसीको मासु भएको छ अब जाउँ प्यारी आमाले खाना पस्किँदै हुनुहुन्छ अब खसीको मासु टमाटरको अचार है म पनि सुरु गर्छु होला फेरि सकियो भने फेरि जाडियाले गोजीतिर हाल्यो भने भरे शीतनको लागि लौ काले दाइले त पुरै एक थाल लिए त लौ खसी भएपछि भेज खाए पनि नखा हो क्या जुदाउ कतिको खुसी छौ त एकदम मैले खालको ल्याएको छैन के थाहा बनु झगडा नगर न बनु झगडा नगर न यार कुल 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 यस्तो मिठो घाम बसन्तको नयाँ घरमा छौँ भर्खरै आइपुग्यौँ हामी यस्तो दामी सुकुन यसको बोल्ती हे अरू चाहिँ आउँदैछन् म र मौसम चाहिँ आइसक्यौँ एकछिन घाम ताप्ने वा यहाँदेखि त हिमाल पनि देखिँदो रहेछ नि त
रुखले छल्या हो नि त नत्र त उ त्यहाँ छ बिचदेखि देखिन्छ पुरै चुचुरो उ त्यो डाँडा पछाडि त छ डाँडा पछाडि देखिन्छ यहाँबाट तर त्यहाँ जाँदाखेरि त्यो डाँडा मात्रै पो देखिँदो रहेछ त मोबाइलमा त नो प्रब्लम तर घाम बिर्छ यार भिटामिन गाडीमा सामान के छ र छैन